आज चाहिँ हामी सौर्याको दाँत निकाल्न गएको थियौँ। सौर्या चाहिँ एकदम रोइरहेको थियो, ननिकाल्ने भनेर कराइरहेको थियो। त्यही नै अब हामी जाने भनेर गएका थियौँ। हामी चाहिँ घर नेरीकोमा जान्छौँ भनेर निस्केका थियौँ। अनि आज सौर्य पुरै रोइ नै सकेको थियो, आँखाबाट आँसु निकालिसकेको थियो। अनि बाबा आएपछि हामी निस्क्यौँ तलतिर। हामी चाहिँ यहाँ बाइकमा गएको थियौँ, बाइकमा पनि सौर्य एकदम रोइरहेको थियो। हामी फर्स्ट डेन्टिस्टको जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ डक्टरै हुनुहुन्न थियो। त्यही भएर हामी चाहिँ खोजी अर्कोमा गयौँ। अनि त्यहाँ चाहिँ लकी दी हुनुहुन्थ्यो। अनि सौर्याको अब नामसाम सोधिरहनु भएको थियो यताउता भएर। अनि यहाँको चाहिँ मलाई एकदम राम्रो लागेको छ, सफा एकदम राम्रो, एकदम इन्टेरियर पनि एकदम राम्रो लाग्यो मलाई। अनि नामसाम ऊहरू भइरहेको थियो। अनि सौर्या चाहिँ फिस देखेर एकदम खुसी भएको थियो, एकछिन डिस्ट्र्याक्ट भएको थियो। रोइरहेको मान्छे हाँसिरहेको थियो, पुरा फिसहरूसँग खेलि पनि रहेको थियो। अनि कस्तो लाइक 4-5वटा थियो अनि रमाइलो भएको थियो एकछिनको लागि चाहिँ। त्यसपछि चाहिँ आयो सौर्याको दाँत निकाल्ने पाली। अनि सौर्या चाहिँ डराउँदै गयो। दाँत निकाल्दा चाहिँ 1-2वटा क्वेसन गरेर एकैछिनमा निकालिदिनु भयो एकदम राम्रो तरिकाले। अनि जाने बित्तिकै सुत्यो पुरा डराउने अनुहार देखेर। अनि पछि म चाहिँ उसको साइडमा गएको थिएँ अनि हात समातेको थिएँ डर लाग्छ भनेर, तर त्यस्तो खासै केही पनि भएन। अनि हाँस्दै गयो। अनि 1-2 सेकेन्ड पछि चाहिँ निस्क्यो दाँत निस्केपछि अलिकति रगत आइहाल्छ, त्यो रगत के त्यही नि रोइनँ लास्टमा चाहिँ। अनि पछि खुसी नै भएँ थिएँ लास्टमा चाहिँ। अनि मलाई चाहिँ त्यस्तो खासै दुखेको थिएन। एउटा टिटो स्प्रे लगाइदिएछ, त्यहाँदेखि त्यो मेरो ओठै अर्कै तरिकाले भइरहेको थियो, त्यो पनि मलाई दुखेन गाइज। डराउँदै गएको थिएँ म। त्यसपछि चाहिँ त्यो नेरी नै बिग मार्ट भएकोले हामी चाहिँ गयौँ फिस तिरेर के अरे बिग मार्ट आइसक्रिम किन्न। यति बेला चाहिँ सबभन्दा खुसी चाहिँ मै थिएँ होला। बिचमा चाहिँ मोमोको लुगा दिएको थियो, त्यो भएर हामी त्यो लुगा पनि लिएर आयौँ, मोमोको कुर्ता लिएर आयौँ। अनि पछि हामी सब 3जना मक्ख पर्दै बिग मार्टतिर छिर्यौँ। यताउता गएर हामी चाहिँ कुन आइसक्रिम खाने भनेर सोचिरहेको थियौँ। अनि फिक्स गर्दाखेरि चाहिँ हामीले भेनिला र बटरस्कच मेरो फेभरेट फ्लेभर लिएर आयौँ। अनि बाबाले पे गर्छ्यो। अनि पे गरेपछि चाहिँ हामीले त्यो फ्रीमा हर्लिक्सहरू पनि पायो दसैँको अफर चलेर। अनि सौर्याको दाँत चाहिँ यस्तो चाहिँ निकालेपछि अनि खुसी हुँदै सौर्या आइसक्रिम खाए। बटरस्कच एकदम मिठो थियो भन्दै थिएँ, हाँसी आइसक्रिम खाएँ। धेरै मिठो थियो आइसक्रिम चाहिँ। ल आजको लागि यति नै हो, बाई।